नमस्कार दर्शकहरू, भाद्र महिना वृश्चिक राशिवाला जातकहरूको लागि सूर्य र बुध ग्रहको गोचरले कार्यक्षेत्रमा सबैभन्दा ठुलो प्रभाव पार्नेछ। महिनाको सुरुमै तपाईँको राशिको कर्म र राज्यभाव दशम भावमा सूर्य प्रवेश गर्ने भएकाले यसले तपाईँलाई समाजमा उच्च प्रतिष्ठा र शक्ति प्रदान गर्न सक्नेछ। त्यस्तै सोही भावमा बुध ग्रह पनि रहने भएको कारणले गर्दा बुधादित्य योगले तपाईँलाई सरकारी कामकाज र करियरमा अद्भुत सफलता दिलाउन सक्नेछ। सरकारी नोकरी, राजनीतिक या व्यापारको क्षेत्रमा काम गर्नेको लागि भने विशेष सफलता मिल्न सक्नेछ। कामको खोजीमा रहेका बेरोजगार व्यक्तिहरूको लागि भने नयाँ काम पाउन सक्ने बलियो सम्भाव्यता यो महिनामा रहन सक्नेछ। पैतृक सम्पत्तिमा केही विवाद र अडचन नआउला भन्न सकिन्न। आम्दानीको स्तर महिनाको अन्ततिर बढ्न त सक्नेछ, तर खर्च त्यत्तिकै बढ्ने अवस्थाहरू रहेको छ। पारिवारिक समस्या र दाम्पत्य जीवनमा भने दर्शकहरू केही अलि अप्ठ्यारा पक्षहरू रहन सक्नेछन्। मातापिताका स्वास्थ्यहरूमा केही समस्याहरू रहेको छ। विलासिताका सरसामग्रीहरूको किनबेचका योग र धन खर्चको महिना तपाईँको राशिलाई नबल्ला भन्न सकिन्न। काममा धेरै व्यस्त हुनुपर्ने अवस्थाले पारिवारिक पर्याप्त समय दिन नसक्नाले कतै कतै पारिवारिक जीवनसाथीसँग सामान्य गुनासाहरू बढ्न सक्ने अवस्थाहरू रहेको छ। छात्र छात्राहरूको लागि भने यो महिना तपाईँको भविष्य तय हुन सक्ने एक्जामिनेसनहरू तपाईँ आफूले दिनुपर्ने अवस्था रहेको छ। प्रतियोगितात्मक परीक्षामा सफलता हात पर्न सक्ने अवस्था रहेको छ। कामकाजको थपेडी र दौडधुपले गर्दा मानसिक थकान, घुँडा दुख्न सक्ने, सामान्य टाउको दुख्ने, सामान्य रोगव्याधहरू देखा पर्न सक्नेछन्। त्यसलाई तपाईँ आफूले ध्यान पुर्याउनु पर्नेछ। बैंक वित्तीय संस्थाका कार्य गर्नेको लागि भने महिना राम्रो अवस्था देखिएको छ। आउनुहोस्, केही अवरोध हटाउनको लागि मङ्गलबारको दिन हनुमानजीको दर्शन या पूजा गर्नुहोस्। रातो रङको फलफुल या मिठाई दिन दुखीहरूलाई तपाईँ आफूले दान गर्नाले यो महिना उत्कृष्ट हुनेछ भन्दै वृश्चिक राशिको भिडबाट बिदा हुन्छु। जय होस्। यहाँको हरपल सुख शान्तिको कामना।